लटरम्म कति खाने है। अब आन्टीले साँधेर खुवाउँछ नि डङ्की टङ खानुपर्छ। हामी चाहिँ खानेवाला छ है। हामी भोगटी साँधेर खाने। आन्टीले दामी आइडिया लायो छिल्न। एक्सपिरियन्सले ग्यास बहुत। अब हामीले बोगटी साधीको खानु लागेको छ। अब यसलाई छिल्यो होइन छिमाली ध्यान हुनेछ। अहिले लास्टमा अब साँध्दै गरेको बनाउँछु भिडियो। चिनी नुन डल्ले खोर्सानी भिनेगरमा भिजाएको नुन हो होइन। त्यसलाई चम्मुस्नुपर्छ। दामी हुन्छ। डल्ले कतिवटा 5-6वटा छ त हौ। यही डल्लेहरू हालेर आन्टीले 6वटा डल्ले हालेको छ। पनि फुकाछ। अब यो भोगटे साँध्यो आन्टीले चिनी नुन हालेर तेल डल्ले खोर्सानी 6वटा छ। होली आन्टी कस्तो मिठो बास्ना आयो। ल म टेस्ट पनि गर्न लाग्यो। दामी